बालेनलाई पक्राउ गर्ने तयारीमा ओली सरकार। बालेनलाई समात्ने केपी ओलीको गाँडमा दम छ। लु हेरौँ न त, हेरौँ त। दुर्गा प्रसादले समाते यस्तो हो र बालेन शाहलाई समाउन यार? अरूसँग जोरी खोजे जस्तो हो र? जहाँ बसेको छ, जुन ठाउँ बसेको छ नि, त्यही ठाउँमा फेरि जिउँदै आगो लगाइन्छ नि त केपी ओलीलाई त। बालेनलाई चाहिँ नजिस्काए हुन्छ है। त्यो समाचार भन्न पनि अलिकति लाज लाग्दैन यस्तो खालको समाचार भन्न। बालेन शाहलाई केपी ओलीले समाउने। केपी ओली प्रधानमन्त्री त होइन, राष्ट्रपति भए पनि बालेन शाहलाई छुन सक्दैन है। यो कुरामा चाहिँ दुई मत छैन। जिउँदै जलाउँछन् हो बालेन शाहको समर्थकले। हामी जलाउँछौँ, हामी छौँ नि। बालेन शाह एक्लै छ भन्ने सोचे होला होइन? एक्लै छैन, बालेन शाह एक्लै छैन है। यो कुरामा चाहिँ अलिकति सोचेर कदम चाल्नु। फेरि त्यो उपियाँ हुन्छ नि, उपियाँ मिचे जस्तो बनाउला न है। त्यो यस्तरी समातेर चाहिँ उपियाँलाई यसरी मिचे जस्तै मात्रै हो। फेरि अलिक विचार गरेर कदम चाल्नु। बालेन शाहलाई छुनुभन्दा अगाडि 10 चोटि सोच्नु, चिना हेराउनु, हात हेराउनु, अनि पूजाआजा गरेर मात्रै छुनु। बालेन शाहलाई चाहिँ उडुस मिचे जस्तो मिच्छ नै, याद गर्नुहोस्।